देश किन बन्न सकेन? हाम्रो देश बिगार्ने को हो? किन अहिलेको युवा पुस्ता आफ्नै देशमा बस्न चाहँदैन? सरकारले युवालाई देशमै खुसी साथ केही गर्न सक्ने वातावरण किन बनाउन सकेन? विदेशको भिसा लागेको दिन हर्षको आँसु बगाउँछ अहिलेको युवा। देश छोडेर परदेशिएको दिन गौरवका साथ तस्बिर सामाजिक सञ्जालमा हाल्छ अहिलेको युवा। युवा पुस्ता नेपालमा बस्नै चाहँदैन र विदेश पुगिसकेपछि अब नेपाल कहिल्यै फर्कनु नपरोस् भनेर उतैको बासिन्दा बन्नका लागि ऊ अनेक प्रयत्न गर्छ। नेपालमा साथीभाइलाई विदेशबाट भिडियो कल गर्छ र अब नेपालमा भविष्य छैन भन्छ। के देश जनताले बिगारे? हो, बिगारे। गलत मान्छेलाई भोट दिए, त्यो पनि पटक पटक। कि कर्मचारीले देश बिगारे? बिना पैसा केही काम पूरा गर्न सक्नुहुन्छ सरकारी कार्यालयमा? कि नेताले देश बिगारे? उत्तर त एउटै छ, देश जनता र नेताले नै बिगारे, कर्मचारीले होइन। जनताले सही मान्छे छान्न सकेनन्। सही मान्छेको हातमा देश हुने हो भने कर्मचारी पनि सही मार्गमा चल्न बाध्य हुन्छन्। देश नेताले बिगारे, नेतालाई हामीले बिगार्यौं। हिजो चप्पल पड्काउँदै राजधानी छिरेका नेताहरूले आज करोडौंको महल ठड्याएका छन्, करोडौंको गाडी किनेका छन्, लाखौंको घडी लगाउन थालेका छन्। नेताका पत्नी र छोरीले विदेशी ब्रान्डको लाखौं मूल्य पर्ने ब्याग बोक्न थालेका छन्। नेताहरू त बने, तर देश चाहिँ बनेन। नेपालमा अहिले भ्रष्टाचार कति छ? तपाईँ हामीले जति भ्रष्टाचार छ भन्ने कल्पना गर्छौं त्यो भन्दा कैयौं गुणा बढी भ्रष्टाचार मुलुकमा छ। भ्रष्टाचारले मुलुक चुर्लुम्मै डुबिसक्यो। कसले गर्दैछ भ्रष्टाचार? कर्मचारीले कि नेताले? केही मात्रामा कर्मचारीबाट भ्रष्टाचार भएको देखिन्छ, तर भ्रष्टाचारको रिमोट नेताकै बेडरुममा छ। कर्मचारीमा मात्रै सीमित छैन भ्रष्टाचार। कर्मचारीलाई प्रयोग गरेर नेताले नै भ्रष्टाचार गरिरहेका छन्। कर्मचारीले त अलिअलि छिटाहरू मात्र पाउने हुन्। अहिले देश कसको हातमा छ? 1 रुपियाँ पनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न। भ्रष्टाचार गर्नेलाई छोड्दिन भन्ने एकजना गफाडी नेताको हातमा देश छ, जो वर्षौंदेखि गफ मात्रै जोतिरहेका छन्। मात्रै गफ, उल्टा सुल्टा गफ लडाउन बाहेक जसलाई केही आउँदैन। अरूका कुरा सुन्न जो सक्दैन। आलोचना पचाउने क्षमता जसमा छैन, जो स्तुति मात्रै मन पराउँछ। देशको तालाचाबी उनैको हातमा छ। एकजना अभिमानी नेता जसमा घमण्ड बाहेक अरू केही पनि छैन। देश उनले हाँक्दैछन् र पटक पटक खाल्डोमा हाल्दैछन्। पद प्रतिष्ठा प्राप्त भइसक्दा मानिसमा घमण्ड जाग्छ, यो सामान्य कुरा हो। प्रभुता प्राप्त गर्न साथ व्यक्तिमा अभिमान आउँछ नै। प्रभुता प्राप्त हुँदा पनि मद नआउने मानिस अहिलेसम्म धरतीमा जन्मिएकै छैन। कसैले आफ्नो विनम्रताका कारण, शिष्टताका कारण अभिमानलाई लुकाउँछन्, कसैले अभिनयद्वारा अभिमान लुकाउँछन्, कसैले चाहिँ छताछुल्ल हुने गरी प्रकट गरिदिन्छन्। तर पदमा पुगेपछि हरेकमा अभिमान त जाग्छ नै। यो अहिले कलियुगमा मात्रै होइन, अनादिकालदेखिकै प्रचलन हो। पृथ्वीमा रहेका मानिसमा मात्रै होइन, पद प्रतिष्ठा प्राप्त गरेपछि स्वर्गमा रहेका देवतामा पनि घमण्ड आउँछ भने यस धरतीमा रहेका केपी ओली, बालेन शाह, हर्क साम्पाङहरूमा अभिमान आउनु त सामान्य कुरा नै भइहाल्यो। एकछिन शास्त्रमा भएका एकजना पात्रको अभिमानको चर्चा गरौं। एकपटक प्रजापतिहरूको सम्मेलनबाट दक्ष प्रजापति सर्वसम्मत रूपमा प्रजापतिहरूको अध्यक्षमा चुनिए। प्रजापतिहरूको अध्यक्ष बनाइएपछि दक्ष प्रजापतिमा पनि अभिमान जाग्यो। प्रजापतिहरूको अर्को एउटा सभामा सबैले उठेर अध्यक्ष दक्ष प्रजापतिको स्वागत गरे। भगवान शंकर र ब्रह्माजी चाहिँ उठ्नु भएन। दक्ष प्रजापतिले ब्रह्माजीलाई त केही भन्न सकेनन्, तर आफू सभामा आउँदा भगवान शंकरले उठेर स्वागत नगरेको भन्दै रिसले चुर भएर दक्ष प्रजापतिले सभामा सबैभन्दा पहिले आफ्नै ज्वाइँ भगवान शंकरलाई मन परी गाली गरेको र श्राप दिएको प्रसंग पुराणादि ग्रन्थहरूमा पढ्न पाइन्छ। दक्ष प्रजापतिमा जागेको त्यही अभिमानले गर्दा कत्रो तहस नहस भयो।
अभिमानकै कारण दक्षले आफ्नै ज्वाइँको अपमान गरे। थप अपमान गर्नकै लागि घरमा वाजपेय यज्ञ आयोजना गरे। यज्ञमा सारा देवताहरूलाई बोलाए, मात्रै छोरी ज्वाइँ शिव र सतीलाई बोलाएनन्। पिताले नबोलाए पनि जानुपर्ने कर्तव्य ठानेर भगवान शङ्करकी पत्नी सती माइत गइन्। तर दक्षले छोरीको पनि अपमान गरे, ज्वाइँ विरुद्ध मनपरी बोले। पिताले आफ्ना पतिलाई गरेको अपमान सहन नसकेर सतीले त्यही यज्ञस्थलमै देह त्याग गरिन्। यति भइसकेपछि भगवान शङ्करले दक्ष प्रजापतिको यज्ञ विध्वंस गर्न र दक्ष प्रजापतिलाई मार्न वीरभद्रलाई आदेश दिएर पठाउनु भयो। भयङ्कर युद्ध भयो। भगवान शङ्करका गणहरूले दक्ष प्रजापतिको घाँटी चुडाएर मारिदिए। दक्ष प्रजापतिकी पत्नीले भगवान शङ्करको अनेक स्तुति गरेपछि एउटा बोकाको टाउको लगाएर दक्ष प्रजापतिलाई जिउँदो बनाइयो र दक्ष प्रजापति बोकाको टाउको लिएर जिउन बाध्य भए। पौराणिक इतिहास हेर्ने हो भने मर्यादा पुरुषोत्तम श्रीरामले, लीला पुरुषोत्तम श्री कृष्णले र राम भक्त हनुमानले थुप्रै अभिमानी पात्रहरूको अभिमानलाई नष्ट गरिदिएका छन्। इन्द्र, वरुण, कुबेर, कामदेव लगायतको अभिमानका कथाले इतिहास र पुराणहरू भरिएका छन्। भागवतमा श्री कृष्णले ब्रह्माको, इन्द्रको र कामदेवको अभिमानलाई नष्ट गरेको कथा भेटिन्छ। हनुमानले अर्जुनको र भीमको मात्र होइन, श्री कृष्णकै दाजु बलरामको र श्री कृष्णकै पत्नी सत्यभामाको पनि अभिमान तोडेका थिए। महाभारत युद्ध सकिएर सिंहासनमा बसेपछि धर्मराज युधिष्ठिरलाई समेत अभिमान आएको थियो भने यो कलियुगमा नेपाल देशको प्रधानमन्त्री बनेका खड्ग प्रसाद ओलीमा अभिमान आउनु सामान्य कुरा नै हो। तर ओलीभित्र बढेको अभिमानको पारो चाहिँ सामान्य छैन। ब्रह्मा, इन्द्र, वरुण, कामदेव, बलराम, अर्जुनहरूको अभिमान नष्ट गर्न त श्री कृष्ण र हनुमानहरू थिए। अभिमान नष्ट भएपछि उनीहरू विनम्र पनि भएर बसे। तर यो देशको प्रधानमन्त्रीको कुर्सीमा चौथो पटक विराजमान खड्ग प्रसाद ओलीको वर्षौंदेखि छिप्पिएको अभिमान चाहिँ कसले नष्ट गरिदेला? आफू वर्षौंसम्म जेल बसेको, फाउको जिन्दगी जिएको, देशका लागि केही गर्नकै लागि बाँचेको, भ्रष्टाचार पटक्कै नगर्ने र गर्न पनि नदिने लगायतका केही सीमित वाक्यहरू ओलीले यसअघि पनि 3 पटक प्रधानमन्त्री हुँदा तेहरिआएकै थिए, दोहोर्याएका मात्र थिएनन्। देश बनाउनका लागि म अत्यन्तै दृढ छु, कृत संकल्पित छु, चिन्तनशील छु, मेरो प्रतिबद्धता कठोर छ, ओलीले सधैँ भन्ने यही नै हो। तर सत्य चाहिँ के हो भने एमालेको अध्यक्ष बनिसकेपछि ओलीमा जागेको अभिमानका कारण देशले थुप्रै क्षति बेहोरेको छ। उनकै पार्टीले पनि क्षति बेहोरिसकेको छ। 2074 को निर्वाचनमा माओवादीसँग मिलेर झन्डै 2/3 बहुमत ल्याएपछि ओलीभित्रको अभिमान अझ मजबुत भयो। दोहोर्याई तेहरियाई पार्टी अध्यक्ष बन्न पाएपछि मैमत्ता झनै आकाशियो। माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसालहरूलाई किनारा लगाएपछि ओली अहिले पार्टीभित्र मौरीको रानो जस्तै भएका छन्। हावादारी गफ दिन प्रधानमन्त्रीलाई कसैले भेट्दैन। यो चाहिँ फेरि उनको बानी होइन, स्वभाव रहेछ। बानी त परिवर्तन गर्न सकिन्छ, स्वभाव फेरिँदैन। स्वभाव जन्मजात हुन्छ। सानैदेखि छोरो गफाडी भएको उनकै पिताले केही अन्तर्वार्ताहरूमा भनेका पनि छन्। एकजना नेता छन् राधाकृष्ण मैनाली। उनी लामो समय ओलीसँगै जेल बसेका नेता हुन्। जेलमा ओली बिरामी हुँदा स्याहार चाकर गरेका थिए राधाकृष्ण मैनालीले। प्राय अन्तर्वार्तामा मैनालीले मैले नछामेको ओलीको कुनै पनि अङ्ग छैन भनेका पनि छन्। राधाकृष्ण मैनाली केपी ओलीलाई त्यति नजिकबाट जान्दछन्। मैनालीले पनि धेरै पटक भनेका छन् ओलीका हावादारी गफका प्रसङ्गहरू। ओली सानैदेखि यस्तै नै थिए। चाँडै जेल परे। पार्टीमा मदन भण्डारीको दर्विलो कमान्ड थियो। मदनले ओलीलाई फिट्टिकै मन पराउँदैन थिए। पछि माधव नेपालले वर्षौंसम्म पार्टी चलाए। माधव नेपालको हातमा पार्टी रहेसम्म ओली अगाडि आउनै पाएनन्। पछि ओलीले गुट चलाउन थाले र माधव नेपालबाट पीडित बनेका नेताहरूको संरक्षक भन्दै ओली बिस्तारै माथि उदाए। अध्यक्ष बनिसकेपछि आफूलाई मन नपर्ने अनुहारहरूलाई एक एक गरी पन्छाउँदै गए। अब ओलीलाई कसले के भन्ने, कसले सुझाव दिने? न उनी कसैले भनेको सुन्छन्, न त सुझाव नै लिन्छन्।
अब ओलीका केही हावादारी भाषणहरू स्मरण गरौँ न त एकपटक। 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौँ। 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौँ। गैंडा अमेरिकामा जन्मिँदैन, युगान्डामा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन। गैंडा हेर्नलाई सबैले यही नेपालमै आउनुपर्छ। जिन्दगीमा एकपल्ट गैंडा हेरेन भने जतिसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देखाएको छैन भने त्यसको आधा जिन्दगी त त्यसै गयो। 2 गैंडा अमेरिकामा जन्मिँदैन, युरोपमा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन, यहीँ आउनुपर्छ। यही देश हो। जिन्दगीमा एकपल्ट गैंडा हेरेन भने जुनसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देखाएको छैन। आधा जिन्दगी खेर। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। 3 रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। अबदेखि सिलिन्डर काँधमा बोकेर, साइकलमा बोकेर, मोटरसाइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको खेल समाप्त गरिदिन्छु। घर घरमा चुला चुलामा पाइप पुर्याइदिन्छु। एउटा मिटर टाँसेर राखिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुहोस्। पिटिक्क खोल्दाखेरि चुलामा आगो बल्छ। 4 सिलिन्डरको खेल समाप्त गरिदिन्छु। घर घरमा चुला चुलामा पाइप पुर्याइदिन्छु। जति बाल्नुहुन्छ बाल्नुहोस्। अब डिजेलको भुरुरुरु धुवा छोड्ने बस होइन, इलेक्ट्रिक बस चलाउनु पर्छ। 5 अब डिजेलको भुरुरुरु धुवा छोड्ने खालको बस होइन, इलेक्ट्रिक बस चलाउनु पर्छ। बीपी कोइराला अहिलेसम्म बाँच्नु भएको भए काङ्ग्रेस छोडेर एमाले प्रवेश गर्छु भनेर एमालेमा आउनुहुन्थ्यो। 6 बीपी कोइराला अहिले बाँच्नु भएको भए काङ्ग्रेस छोडे एमाले प्रवेश गर्छु भनेर एमालेमा। अब केरुङ काठमाडौँ, काठमाडौँ पोखरा रेल आउँछ। पोखरा रेल आइसकेपछि बेनीसम्मको रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसन नै हुन्छ। 7 केरुङ काठमाडौँ, काठमाडौँ पोखरा रेल, पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। यी भाषणहरू हेर्दा र सुन्दा अहिले हामीलाई लाज हुन्छ, तर स्वयं ओलीलाई किन लज्जा नभएको? अभिमानकै कारण होइन? जे बोल्दा पनि हुन्छ नेताले। उनका यस्ता हावादारी भाषणहरूमा ताली ठोक्दै होमा हो मिलाउँदै र हुटिङ गर्ने कार्यकर्ताहरू चाहिँ कस्ता? आजको नेपाल त ओलीको हातमा छ। देशको हालत हामीले भोगेकै छौँ। भोलिको नेपाल ओलीका कार्यकर्ताको हातमा जान्छ। हाम्रा छोराछोरीको के हालत होला? नीति बनाउनमा, काम गर्नमा, कानुन कार्यान्वयनमा भन्दा गफमा र कार्यकर्तालाई पद बाँड्नमा लिप्त मान्छेलाई भोट दिने हामी कस्ता जनता? देश अहिले कस्तो हालतमा छ? 2 वर्ष अगाडि सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण गर्न दिएकाहरूले अहिलेसम्म लाइसेन्स पाएका छैनन्। 2 वर्षदेखि नगदी रसिद गोजीमा बोकेर गाडी चलाइरहेका छन्। चेकिङमा पर्दा ट्राफिक प्रहरीलाई त्यही रसिद देखाउँछन्। अहिलेसम्म लाइसेन्सको कार्ड छापिएर आएको छैन। जुन देशमा नागरिकको एउटा परिचय पत्र 2 वर्षसम्म पनि छापिँदैन, त्यो देशको हालत कस्तो हुन्छ? अरू कुनै उदाहरण चाहिन्छ? धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकारलाई महिनौं लाग्यो। झन्डै 1 वर्ष लगायो सरकारले। एकजना गभर्नर छान्न सरकारलाई महिनौं लाग्छ। राम्रो काम गर्नेहरू भटाभट जिम्मेवारीबाट हटाइन्छन्। अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई गलत्याएर निकालिन्छ र श्रीमतीको नातेदारलाई जिम्मेवारी दिइन्छ। ऐन बनाएर शिक्षकको माग सम्बोधन गरौँ न भन्दा शिक्षा मन्त्रीलाई राजीनामा गर्न दबाब दिइन्छ र ओलीको चाकरी गर्दै संसदमा दिनौं उफ्रिने रघुजी पन्तलाई शिक्षा मन्त्री बनाइन्छ। पोखरा विमानस्थल निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार भएको कुरा बाहिर आयो। त्यसको अध्ययन र अनुगमन गर्न एउटा उपसमिति गठन भयो। उपसमितिमा धन्न राजेन्द्र लिङ्गदेनको नेतृत्व थियो र करोडौं मात्र होइन 10 अर्ब भ्रष्टाचार भएको कुरा सार्वजनिक भयो। समितिमा ओलीका कार्यकर्ता
गोकुल बास्कोटा पनि थिए, उनले त फरक मत नै राखेछन्, उनको काम नै त्यही हो। अहिले यसो सोध्छु म, यो समितिमा यदि राजेन्द्र लिङ्गदेन नै थिएनन् भने अनि गोकुल बास्कोटा उपसमितिको नेतृत्वमा थिए भने विमानस्थलमा भ्रष्टाचार नै भएको छैन भन्ने निष्कर्ष आउन पनि सक्थ्यो। राजेन्द्र लिङ्गदेनले अहिले त्यो प्रतिवेदन लेखा समितिमा बुझाउनु भएको छ। थाहा छैन अब त्यो प्रतिवेदन कहाँ जान्छ। केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा, यी तीनजना पात्रहरू कति पटक प्रधानमन्त्री बनिसके अहिलेसम्म? शेरबहादुर देउवा 52 सालमा पहिलो पटक, 58 मा दोस्रो पटक, 61 सालमा तेस्रो पटक, 74 मा चौथो पटक, 78 सालमा पाँचौं पटक र अब केही महिनापछि देउवा 6औं पटक प्रधानमन्त्री बन्नका लागि तम्सिरहेका छन्। 5 पटक प्रधानमन्त्री बन्दा देउवाले मुलुकमा के परिवर्तन गरे र अब 6औं पटक प्रधानमन्त्री बन्दा देउवाले देशका लागि के गर्न सक्छन्? छ कांग्रेसका कार्यकर्तासँग यसको जवाफ। वास्तवमै देउवा असक्षम नेता हुन्, केही गर्न नै सक्दैनन्, केही नै गर्न सक्दैनन्। 2058 मा राजाले असक्षम भनेर देउवालाई त्यसै हटाएका थिएनन्। उनी असक्षम थिए, असक्षम छन्। प्रचण्ड 65 सालमा पहिलो पटक प्रधानमन्त्री भए, 73 सालमा दोस्रो पटक र 79 देखि 81 सम्म तेस्रो पटक। अब चौथो पटक प्रधानमन्त्री बन्न प्रचण्ड हतारिँदैछन्। पटक पटक सरकारको आयु तोक्दैछन्, सरकार ढाल्न लागि परेका छन्। के प्रचण्डबाट देशमा परिवर्तन सम्भव छ? 3 पटक प्रधानमन्त्री हुँदा प्रचण्डले यो देशले पछिसम्म सम्झिरहने गरी के काम गरे? जनताले आश गरे जसरी काम गर्न सके प्रचण्डले 3 पटक प्रधानमन्त्री बन्दा? सकेनन्। केपी ओली 2072 सालमा पहिलो पटक प्रधानमन्त्री, 74 सालमा दोस्रो पटक, 78 सालमा तेस्रो पटक र अहिले चौथो पटक। सबैभन्दा बढी हावादारी गफ गर्ने र केही नै सुशासनका काम नगर्ने नेता त ओली नै हुन्। तर उनका कार्यकर्ताहरू अझै पनि ओलीमा भरोसा गर्छन्, चाकडी गर्छन्, ओलीको पछि कुद्छन्। ओली, प्रचण्ड र देउवाको हातमा सत्ता फनफनी घुमेको कति वर्ष भइसक्यो। देशको व्यवस्था परिवर्तन भयो होला, देशमा प्रधानमन्त्रीहरू परिवर्तन भयो होला, तर के देश परिवर्तन भयो? देशमा स्थिरता आयो? कुनै पनि प्रधानमन्त्रीले निरन्तर 5 वर्षसम्म देश चलाएको कसैले देख्नु भएको छ अहिलेसम्म? कति चाँडो चाँडो सरकार ढल्छ र अर्को सरकार बन्छ। यी नेताहरू सत्तामा किन जान्छन्? मात्रै गफ दिन र दुनियाँलाई हँसाउन मात्र हो। देश त खोक्रो भइसक्यो त, भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ मुलुक। प्रधानमन्त्रीको गफले मात्रै त देश चल्दैन। यस्ता नेतालाई बारम्बार जिताउने हामी मतदाता चाहिँ कस्ता? गल्ती भोट दिने के होइन र? यिनीहरू जति पटक प्रधानमन्त्री भए पनि देश भ्रष्टाचारमा डुबिरहेकै छ। त्यो सबै जान्दा जान्दै पनि हामी उनीहरूलाई नै जिताएर पठाउँछौँ। दोष हामी जनताकै होइन र? हामी जनताकै कारण मुलुकमा भ्रष्टाचार बढेको होइन? अब 84 मा पनि हामी यिनै ओली, देउवा र प्रचण्डलाई जिताइदिन्छौँ। अनि फेरि पनि यी 3 जना नेताहरू नै हुन् प्रधानमन्त्रीको कुर्सीलाई बिचमा राखेर म्युजिकल चेयर खेल्ने। वास्तवमै हामी नेपाली जनता भेडा होइनौँ त? ओलीलाई जिताउनमा गल्ती झापालीकै होइन। झापालीहरू जाली र फटा हुन्छन् भन्ने भ्रम ओलीकै कारण फैलिएको होइन र? एउटा कुरा चाहिँ आज स्पष्ट पारौँ, ओली झापाली होइनन्। ओली झापाली हुन् भन्ने भ्रममा नपर्नु होला आजदेखि कोही पनि। झापालीहरू त दयालु र विश्वासिला हुन्छन्, सच्चा र इमान्दार हुन्छन्। ओली त केही वर्ष झापामा बसेका मात्रै थिए कुनै बेला। झापामा जन्मेका पनि होइनन्। ओली तेह्रथुमको युवा गाउँमा जन्मिए। अहिले उनको घर देशको राजधानी सहरमा छ। मतदाता परिचय पत्र पनि झापाको छैन। भक्तपुर बालकोटको महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्छन् ओली। भोट माग्न मात्र झापा पुग्ने नेतालाई हल्लाको भरमा झापाली भन्ने, अनि उनका कारण हामी सबै झापालीले गफाडी र फटाको ट्याग भिर्नुपर्ने पनि हुन्छ त काहीँ? केपी ओलीकै अहमका कारण 2/3 सरकार ढलेको केही वर्ष मात्रै हुँदैछ। ओलीकै अहमका कारण माओवादी र एमाले अलग अलग भए। उनकै घमण्डका कारण माधव नेपालले छुट्टै पार्टी खोले। उनकै तुजुकका कारण संसद विघटन भयो। उनकै अहंकारका कारण झण्डै मध्यावधि निर्वाचन नै भयो। यी सबै हुँदा पनि जनतामा किन सचेतना आइरहेको छैन?
कमजोरी नेतामा छ कि हामी जनतामा छ? ओली जस्तो गफाडी र अभिमानले भरिएको केन्द्रीय स्तरमा अर्को नेता नै छैन, यो पक्का हो। सत्तामा पुगेपछि ओलीले चाहेको हुनै पर्छ। उनलाई मन परेपछि पर्यो, मन नपरेपछि परेन। अहिले उनलाई उज्यालो नेपालका नायक कुलमान घिसिङ मन परेन। मन नपरेको त पहिलेदेखि नै हो। ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड पनि साथमै भएकाले मात्रै कुलमानले सहज रूपमा काम गर्न पाएका थिए त्यो बेला। अब अहिले प्रचण्ड प्रतिपक्षको कुर्सीमा छन्, कमजोर प्रतिपक्ष बनेका छन्। त्यसकारण सरकारको कुर्सीमा पुगिसक्दा कुलमानमाथि ओलीको कर्के नजर सुरु भयो। यसपटक प्रधानमन्त्री बनिसक्दा संसदमा उभिएरै ओलीले कुलमानबारे झुटो कुरा फैलाए। प्राधिकरणमा कुलमानलाई ओलीले धेरै समय नराख्ने छनकहरू आइरहेकै थिए सुरुदेखि नै। अन्ततः कुलमानलाई अपमानित ढङ्गबाट निकालियो। यही हो ओलीको शैली। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएर विवादित बनेकी आर्जु राणा अहिले ओली सरकारको परराष्ट्र मन्त्री छिन्। त्यो प्रकरणको फाइल खोल्ने प्रहरी अधिकारी मनोज केसी नाम गरेका डिआइजीको सरुवा भइसक्यो। उनले विशेष ब्युरोको इन्चार्ज भएर 2 महिना मात्र काम गरे। 2 महिनामै सरुवा हुनुलाई सामान्य प्रक्रियाका रूपमा मात्रै बुझिदिनु पर्ने अरे हामीले चाहिँ। अहिले ओलीले आफू निकट डिआइजीलाई ब्युरोमा ल्याइसके। अब गिरिबन्धुको नाम उच्चारण गर्ने छुट कसैलाई छैन, किनकि अब ओली सत्तामा छन्। प्रधानमन्त्रीलाई प्रश्न गर्ने छुट कसैलाई छैन। गफ हाँक्ने, हावादारी बोल्ने छुट केवल प्रधानमन्त्रीलाई छ। सदनमा उभिएर पानी पिउँदै घण्टौं भाषण दिने छुट ओलीलाई छ। आलोचना गर्ने छुट कसैलाई छैन। प्रधानमन्त्री भएर पनि सदनमा उभिएर गल्ती बोल्दैछौ, ढाँट्दैछौ भनेर ओलीलाई ज्ञानेन्द्र साईले औँला उठाए भने उत्तापट्टिबाट ओलीका कार्यकर्ताहरू रघुजी पन्त, योगेश भट्टराई, सूर्य थापा, गोकुल बाँसकोटा, महेश बर्तौलाहरू बुरुक बुरुक गर्छन्। यो ओलीको शासन हो, ढुक्क हुनुहोस्। अबको चुनावसम्म कुनै फाइल खुल्नेवाला छैन। यो देशमा सबै नेता खराब भन्ने पनि होइन। असल नियतका साथ जीवनलाई राजनीतिमा होमेका नेता अझै पनि छन्। ओलीकै पार्टीभित्र पनि इमान्दार नेता छन्। ओलीको पार्टीभित्र गोकर्ण विष्ट एक असल नेता हुन्। नेपाली काङ्ग्रेसभित्र चन्द्र भण्डारी असल छन्। माओवादीमा मैले आजसम्म असल अनुहार भेटेको छैन। राप्रपामा राजेन्द्र लिङ्गदेनको नियत सफा छ। यी मान्छेले बाँचुन्जेल भ्रष्टाचार गर्दैनन्। यी असलहरूलाई खराबहरूले नै केही गर्न दिइरहेका छैनन्। खराबहरूको भिडभाडमा असलहरू हराउने चिन्ता चाहिँ छ। अब मुलुक बन्नका लागि एउटा राम्रै उथल पुथलको खाँचो चाहिँ छ। के त्यो उथल पुथल 2084 को चुनावको परिणामले ल्याउला त? लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र, यी जे तन्त्र नाम दिए पनि यी नेताहरूको एउटा ठुलो सेटलाई नै पाखा नलगाएसम्म देश उँभो लाग्ने देखिँदैन। यही अस्थिरताका बीचमा एउटा शक्ति उदाएको छ, राष्ट्रिय प्रजातन्त्र पार्टी। अघिल्लो पटक संसदमा 1 सिट थियो। राजेन्द्र लिङ्गदेन एक्ला सांसद थिए। एक्लै भए पनि उनले संसदमा पटक पटक राजासहितको प्रजातन्त्रको कुरा उठाए। यसपटक लिङ्गदेन एक्ला छैनन्। 14 जना सांसदले बेला बेला संसदमा राम्रै माहौल बनाउँछन्। अचम्म चाहिँ के छ भने यी 14 जना सांसद एकातिर छन् अनि बाँकी गणतन्त्रवादी सांसद सबै एकातिर हुँदा पनि संसदमा राष्ट्रपतिबारे कहिल्यै कुरा उठ्दैन। उठ्छ त सधैँ राजाकै कुरा। संसदको हरेक बैठकमा राजाको विषयमा कुरा निस्कन्छ। राजाको पक्षमा राप्रपा, विपक्षमा अरू सबै दल। तर राजाको विषयमा निरन्तर छलफल, बहस, चर्काचर्की त छ संसदमा। राष्ट्रपतिको त कुरै छैन। राप्रपाले नेपाल जस्तो 2 ठूला देशले घेरिएर राखिएको मुलुकमा राजासहितको शासन व्यवस्था चाहिन्छ भन्छ। अरू दलहरू चाहिँ राजतन्त्र चाहिँदैन भन्छन्। तर राप्रपाले त कहिले राजतन्त्र भन्ने शब्द निकालेको छैन। उसले त राज संस्था भनिरहेको छ। राज संस्था, राजतन्त्र होइन। यसको अर्थ राजाले शासन चलाउने राजतन्त्र होइन। राप्रपाले पनि राजतन्त्र चाहेको होइन। राप्रपाले राज संस्था पुनर्स्थापना गरेर देश जोगाउन खोजेको हो भनिरहेको छ। देशको कार्यकारी भूमिकामा जनताबाट चुनिएको जनताको छोरो नै जाने हो। जनताको छोरो या छोरी नै देशको प्रधानमन्त्री भएर जाने हो। अझ जनताबाट प्रत्यक्ष निर्वाचित भएर 5 वर्षका लागि। मात्र अहिलेको राष्ट्रपतिको स्थानमा राजालाई राख्न खोज्दैछ राप्रपा। देशको अभिभावक राजा नै चाहिन्छ भन्ने राप्रपाको लाइन हो। यति गर्न पाए देश जोगिन्थ्यो भन्ने राप्रपाको बुझाइ छ।
राप्रपाको मूल मुद्दा भनेकै राष्ट्रपति हटाएर राज संस्था, संविधानबाट धर्मनिरपेक्ष शब्द हटाएर हिन्दू राष्ट्र, प्रदेश संरचनाको खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, त्यो प्रधानमन्त्रीले विषयका विज्ञहरूलाई ल्याएर मन्त्री बनाउने र सांसदहरूले चाहिँ मन्त्री हुन नै नपाउने। सांसदको काम भनेको सदनमा उभिएर जनताका मुद्दा उठाउने, सरकारलाई झकझक्याउने अनि ऐन कानुन बनाउने। यति गर्न पाए देशले गति लिन्छ भन्ने राप्रपाको बुझाइ छ। थुप्रै जनताले पनि यी कुराहरू चाहेकै छन्, तर मैले अघि भने नि, हामी जनता नै खराब छौँ। चुनावको दिन मत परिवर्तन गर्दैनौँ हामी। नेता जति नै खराब किन नहोस्, भ्रष्टाचारी किन नहोस्, भोट हामी त्यही पार्टीलाई दिन्छौँ, किनभने त्यो पार्टीलाई हामीले वर्षौँदेखि भोट दिँदै आएका छौँ। मतपत्रमा छाप लगाउने बेलामा अर्को चिन्हमा हात जानै मान्दैन हाम्रो। आफूले भोट दिइरहेकै पार्टीको चुनाव चिन्ह देख्ने बित्तिकै हुरुक्क हुने गरी माया लागेर आउँछ अनि छाप त्यसैमा लगाइदिन्छौँ हामी। त्यही भएर त संसदमा पुग्छन् ओली, प्रचण्ड र देउबाहरू, संसदमा पुग्छन् गोकुल, बाँसकोटा, सूर्य थापा र रघुजी पन्तहरू। समानुपातिकका नाममा संसदमा पुग्छन् चुनाव हारेका कृष्ण सिटौलाहरू अनि राष्ट्रिय सभाको रोस्टममा उभिएर तिनै चुनाव हारेका कृष्ण सिटौला पार्टी खोलेर चुनाव लड्न राजालाई चुनौती दिन्छन्। देश कहिले बन्छ? के देश बन्दैछ? हो, देश बन्दैछ।